पनि तीनटा पार्टीले देश चलाउने हो त्यो चाहे एमाले नराम्रो भनोस् चाहे काङ्ग्रेसले नराम्रो भनोस् त्यही तीनटा पार्टीले देश चलाउने हो कसैको मेजोरिटी आउँदैन होइन कसैको मेजोरिटी आउँदैन ह्याङ्गै हुन्छ जुन संविधान अनुसार यो मेजोरिटी आउने संविधानै छैन सांसदको चुनावमा मेजोरिटी आउँदैन त्यो समानुपातिक गर्ने बित्तिकै तपाईँलाई इन्डियामा पनि समानुपातिक गरे युपी बिहार होइन दक्षिण भारततिर समानुपातिक गरेर इन्डिया यो युपी बिहार बङ्गाल डेभलपै भएन दक्षिण भारत हेर्नुहोस् त डेभलप समानुपातिक गरेर डाक्टर बन्नुलाई पनि समानुपातिक गएको मान्छे कमजोर मान्छे पनि डाक्टर हुने भयो नि त उसले ट्रिटमेन्ट गरेको बिमारीको हालत के हुन्छ त पढ्नुमा जागिर खानुमा ट्यालेन्ट मान्छे छिर्ने कि समानुपातिकबाट छिराउँदै लाने उसलाई संरक्षण गर्ने उसले पढाइमा संरक्षण गर्ने हो